काभ्रेबाट ललितपुर आउनलाई धन्न धन्न हामीलाई 31 सेकेन्ड जति लाग्दो रहेछ। खारो खाँदै फर्किँदै धन्यवाद छ। धुलो उडाउँदै ओ खारोले मायालु छारो मन एकदम गाह्रो छ। टङ 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 टङ। मेरो माया छ भने सानोलाई भोलि बिहान टाङ 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 टाङ। हेलो साथीहरू सम्पूर्णमा नमस्ते। म सम्राज तामाङ, तपाईँहरूकै साथी। आइ होप सबैले सन्चै होला, आरामै होला। म पनि सन्चै आरामै छु। हामीहरू अब झोलासोला बोकेर घरबाट निस्किसकेका छौँ आफ्नो जिन्दगी चलाउन। के गर्नु, जानु पर्यो। अब हामीहरू काठमाडौँ जाँदैछौँ। हामी भन्नाले यहाँ छन् हाम्रो सोल्डी राई सोल्डी अनि म। यो चाहिँ होइन फेरि लान त्यो त तलसम्म। हामीहरू अब काठमाडौँ फर्किँदैछु। के कस्तो भयो अस्ति, अब भिडियो पनि राम्रो हाल्नु पाएन गाउँतिरको, नेटको प्रब्लम त्यस्तै हो। अब गाउँतिर घुम्यो, पौडी खेल्यो, माछा खायौँ, यहाँ रमाइलो गरियो। हामी आज अब फर्किँदैछौँ। अवश्य पनि रमाइलो हुन्छ कि हुँदैन, अब त्यो अब आफ्नो अब हेरौँ के कस्तो हुन्छ। हामी रमाइलो गर्नेछौँ, त्यतिखेरसम्म हेर्दै गर्नु होला है त। पुलमा हिँड्दैछ, अब ललितपुर पुग्छ है। अब माछा मार्दैछ। रायगञ्ज अब ललितपुर पुग्यो है। काभ्रेबाट ललितपुर आउनलाई धन्न धन्न हामीलाई 31 सेकेन्ड जति लाग्दो रहेछ। 44-45 सेकेन्ड लाग्ने रहेछ है बिस्तारै हिँड्यो भने। होइन त्यो त खोइ पनौती जाने होला त्यो बस्दै। ललितपुर आइयो। यता काभ्रे, यता ललितपुर। पाठ भएर हिन्दी गाएर हेरेको माया लाको उनेर मैले दुनियाँलाई के भो बबाल भो। लो साथीहरू, हामीहरू चाहिँ गाउँबाट फर्किँदैछु। खारो खाँदै फर्किँदै धन्यवाद छ। हाम्रा 3 टोलीहरू फर्किँदैछौँ। धन्यवाद।
उकालीको त्यो एक्लो बरा मायालुको घर हजुर मायालुको घर हेरेर के किरा हो न ल साथीहरू हामीहरू चाहिँ काठमाडौँ फर्किँदैछौँ है हामीहरू एक हप्ता जति बसेर काठमाडौँ फर्किँदैछौँ अब भिडियो पनि राम्ररी बनाउन पाएन जसो तसो भए पनि हाल्दै जाउँला रमाइलो गर्दै जाउँला भन्दै हामीहरू अगाडि हुनुहुन्छ दाइ यहाँ साइलो दाइ यहाँ भएको साइलो दाइ अनि म पछाडि नामराज राई ओखलढुङ्गे छिटो मै हो ओखलढुङ्गे छिटो घरको मायालाई गाउँको रोड यस्तै हो दोस्तो के गर्नु र मजा लिउँ बसौँ त्यति हो यहाँ अचानक आइरहेको गाडी गाउँ घरको मायालुलाई हामीहरू चाहिँ यो अप्ठ्यारो बाटो कटेर पनि यहाँ सजिलो बाटोमा आइपुग्यो सजिलो बाटो पनि यस्तो हो अप्ठ्यारो बाटोहरू त अब पुरा डेन्जरस हो अब थारो खुवाउँछ यिनी बाइकहरूले हामीलाई चाहिँ हामीहरू अब थारो खानालाई रेडी वी आर रेडी टु थारो खाना थारोको माया लाग्छ धेरै होइन त्यही भएर बिहान बिहान एक जग्गा पाहाडमा 40 रुपियाँको गाउँ घरको मायालुलाई गिरी हालिदिन्छ यार गिरी हालिदिन्छ गिरी संसारी माया विचित्र ओहा कत भएर आँसु भएर यो त हेरेर बज्यो धन्नै लड्यो ओहो मोटर जाँदो रहेछ साना माया छलाला माया साना माया लु यता बाङ्गो उता बाङ्ग्यो यो हो कि अलिकति गाह्रो भनेको सजिलो सजिलै छ भनौँ अनि उता ओह्रालोमा छ त्यस्तो खाल्टो गुली नआए हुने नि ल आम्बु
अगाडि गएर हुत्तम भने पनि नहुने अब खान पनि भइछ ओ यम्मा हेर्नु डेन्जरस इन द फाइनल भिडियो ए हट छारोले मायालु छारोमा एकदम गाह्रो छ टङ 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 सेतो सेतो हे माया सेतो सेतो हे माया कडौला चारी मेरो माया छ भने सानोलाई भोलि बिहान ताङ 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 छारो उड्यो हे माया त्यसको लागि तिनीहरूको पसिना होइन साह्रो हेर न त्यहाँ अब पिच रोड आउन लाग्यो अनि शान्त हुन्छ थारोले अलिकति त शान्त हुन्छ नि त थारो माथि त अब कति उड्ल ल ल ठ्याक्कै आयो हौ पिच आइयो काफे होला त झोला आमा मान्छे पनि पुरै हुन त हामी पनि भइसक्यो होइन त्यस्तो त पुरै उताको चाहिँ भएको छैन हाम्रो पनि भएको छैन यहाँ नहारौँ भने न हो गाउँको बस पनि भेट्यो साथीहरू हाम्रो गाउँको बस उनको 5 छोडा कुकुर सजिलो छ कि गाह्रो छ होइन ल अफरोड भनेको यस्तै हो गाँठे ला केटा मान्छेलाई त समस्या छ हजुर ललितपुरमा घर मेरो हामीहरू चाहिँ खानी खोला चाहिँ यहाँको खान्छ र ललितपुर हाम्रो टोली चाहिँ यता पुलमा यो खोलाको हावा खानलाई बिसाएको अवस्थामा यहाँ यो बगर्दै डेन्जरस
आँखा रातो गाँचा खाएको भने जस्तो यो छारोले चाहिँ मेरो आँखा एकदम डेन्जरै रातो हुन्छ के गर्नु यस्तै हो गरिबको साथीहरू हामीहरू चाहिँ खाजा खाएर पनि फर्किसकेको खाना चाहिँ घरमै खाएर आएको त्यही भएर खाजा खाएर फर्किसकेको मजा आएको यहाँ अब वाह 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 वाह